स्वागत छ मेरो नयाँ भिडियोमा। आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि लाचोक होमस्टेको लागि जाँदैछौँ। हाम्रो दुर्गाराज पौडेल सरले चाहिँ बाइक ड्राइभ गरिराख्नु भएको छ। लाचोक जाने बाटो कता हो? हर्केपुरा हो तल्लो हो पुलपट्टि अब त्यो चाहिँ मलाई नि अब थाहा भन्दैन कि अगाडि जानुभएको छ। तपाईँहरू भ्रम गर्न सक्नु होला। त्यो चाहिँ हामीले बेलुका यो त गाउँपालिका हो नि त, माधवपुर गाउँपालिका गाउँपालिका बार नै भएको नि त्यो चाहिँ कता छ कि लिनामिना ठाउँ छ। जाने कता सहरी आयो दुईवटा लिनामिना सहरबाट निकै नजिक रहेको स्थान आज अवलोकन गर्दैछु हामी। सामान्य के रेस्ट गरे सामान्य रेस्ट गरे होइन। हामी त्यो कसरी बाँड्दै व्यस्त हुनुहुन्छ उहाँ चाहिँ सायद हामीले भेट्न सक्ने अवस्था छ जस्तो चाहिँ मलाई लाग्छ। सौभाग्य भनौँ न। त्यो सौभाग्य प्राप्त गर्न हामीलाई अलिकति लाचोक यो त लाचोक जाने हो हामी त। श्रेष्ठ होमस्टे कता हो नि? श्रेष्ठ होमस्टे हामी यहाँबाट लेफ्ट गएर अनि फेरि लेफ्ट पछाडि यो लाचोक गाउँ भन्दाखेरि बजार लाचोक बजारको रूपमा चिन्न सकिन्छ। मार्केट छ। मैले जति छिटो निस्किएँ नि होइन, होमस्टे छिर्नु चाहिँ यस्तै हुन्छ क्या जहिले। राति हामी त्योमा यो लाचोक यो हामी लाचोक भ्यू पोइन्टमा आएको छौँ मन्दिरमा। यहाँ अब हामी दर्शन गरेर टिङसिङ खेलेर अनि उहाँ पनि चेन्जी नै हुनुहुन्छ फेरि होइन। उहाँ पनि चेन्जीको त लगभग यो ग्रुपमै होला। 1 वर्ष नै महिनाले होला लगभग। होइन दुईजना हुनुहुन्छ यहाँ वाइवाला छ। वाइ वाइ र जेको यहाँ कम्बिनेसन अलिकति मिल्न सकिन्छ अवस्था छैन। होइन यहाँ चस्मा कहाँबाट लिएको? जसमा चाहिँ यो लालाजीले मलाई थाइल्यान्डबाट ल्याइदिनु हुन्थ्यो। हिजो मैले लालाजीलाई भेटेँ बाटोमा। अब म चस्मा किन लाँदिनँ भनेर त्यो भिडियोमा पनि हामी लालाजीलाई देखाउँछौँ। पछि हाम्रो लालाजीसँग भेट गरेर लालाजीबाट चस्मा गिफ्ट लिएर हजुर यहाँ लाचोक हाम्रो जेन्जीको के छ त धारणा?
एकदम छौँ। र लगभग अहिले हामी यहाँको तारेभिरमा छौँ। यो पुरा 10 किलोमिटर यसको अवस्था जस्तै 10 किलोमिटर पनि पुग्यो। यो भयो यो सँगसँगै हाम्रो ड्राइभरलाई अलिक अगाडि जान हामी आग्रह गर्दछौँ। यो हामी पोखराको लागि पानी जाने ठाउँ त्यही हो। अब यहाँ कम्प्युटर दाइलाई एकचोटि माथि जानुपर्ने भएको छ। एकदम ठुलो भिर छ यो एकदम यो क्षेत्रको सबभन्दा डरलाग्दो बाटो। र यता निकै राम्रो दृश्य देख्न सक्छौँ। यहाँ दुई हामी फर्किने क्रममा हाम्रो यात्रा मिलन चोक आइपुगेको छ। त्यो थियो यहाँ बसेर हामीले चाहिँ खाजा खानुपर्छ। पेट्रोलमा हाल्नु पर्छ ट्रेन क्याम्पसमा पेट्रोल अरे पेट्रोल हिमलाई चलाउनु हुन्छ अगाडि बढ्छ। यो सँगसँगै हामी तिब्बतीयन जाने निष्कर्ष चाहिँ यहाँबाट अघि बढेका छौँ। र हाम्रो यात्रा अब यसलाई हामी क्लाइम्बिङ जोन भनिन्छ होइन। क्लाइम्बिङ जोनबाट हाम्रो यात्रालाई घुमाउँदैछौँ र हाम्रो साथी दाजुभाइहरू किन समय लाग्नुभयो उहाँहरूले। एकदम तिब्बतीयन क्याम्प नजिक छौँ। थाइल्यान्ड गएर तपाईँको थाइल्यान्डको भिडियो मैले धेरै हेरिसकेँ। लालाजीको चाहिँ